हजुरहरूलाई के कस्तो बाटो छ म सबै भिडियोमा राख्नेछु। 6-7 किलोमिटर जलबिरे आउँछ। त्यसपछि म जलबिरे गइसकेपछि त्यहाँ गरेर आयो। यो जलबिरे त्यसै पनि प्रसिद्ध छ। अब हामी जलबिरे झरनातर्फ लाग्छौँ। लाग्नुपर्छ। अनि यहाँ आउनका लागि चाहिँ प्रति व्यक्ति चाहिँ 50 हेरेर मनकामना जान लागेको। यो अब हामी आउट खैरेनी टु मनकामना रोडबाटै जान्छौँ। हामी बाइक स्कुटरमै मर्निङ साथीहरू, हामीहरू चाहिँ आज चाहिँ जलबिरे हुँदै मनोकामनातर्फ अघि बढ्दैछौँ। हाम्रो आजको यात्रा भनेको चाहिँ अब अहिले चाहिँ हामी जाँदैछौँ। हामी पहिला जलबिरे बस्नेछौँ, त्यसपछि हामी चाहिँ मनोकामनातिर लाग्नेछौँ। हजुरहरूलाई के कस्तो बाटो छ म सबै भिडियोमा राख्नेछु। अहिले चाहिँ हामीहरू जुगेडी आइसकेको छौँ। अब चाहिँ हामी यहाँ खाजा खान लागेको छौँ। खाजा खाने अब यहीँ खाएर जाने भन्ने कुरा भएको छ। त्यसैले हामी चाहिँ खाजा खाएर जलबिरेतिर जाँदैछौँ। अहिले हामी यो नारायणघाट मुङिन सडक खण्ड अन्तर्गतको सिमलतालमा छौँ। अहिले चाहिँ हामी यो जलबिरे जाँदैछौँ। करिब हामी नारायणघाटबाट चाहिँ 21 किलोमिटर दूरी पार गरिसकेको छौँ। अब लगभग 6-7 किलोमिटर जलबिरे आउँछ। त्यसपछि म जलबिरे गइसकेपछि त्यहाँको जलबिरेमा हेर्नुपर्ने के छ त्यो दृश्यहरू देखाउँछु। हस्, धन्यवाद। यो जलबिरेको पुलमा छौँ। करिब नारायण जलबिरेसम्म हामी 25 किलोमिटरको दूरी पार गरेर आयौँ। यो जलबिरे त्यसै पनि प्रसिद्ध छ दुई कुराले। एउटा चाहिँ यहाँको झरना, अर्को चाहिँ यो यहाँको मन्दिर, जलबिरे मन्दिर। एकछिन कति पनि पुरा छ यहाँ। यो जलबिरे झरना चाहिँ करिब 102 मिटरको उचाइबाट तल झर्छ। यो यहाँ माथि जलबिरे झरनासम्म जानको लागि चाहिँ गाडी पनि, सानो गाडी, बाइक स्कुटरहरू सबै जान्छ। यो चितवन जिल्लाको चाहिँ इच्छाकामना गाउँपालिका पर्छ। इच्छाकामना गाउँपालिका भनेको चितवन जिल्लाको एउटा मात्रै गाउँपालिका हो। अब हामी जलबिरे झरनातर्फ लाग्छौँ। निकै उकालो भएको र सानो भएको कारणले चाहिँ पानी सिरप खाउनु हुन चाहिँ म अनुरोध गर्दछु। हुन्छ, हामी लाग्दैन। हाइवेबाट चाहिँ धेरै नै हाइवेमा आइसक्यौँ। तल चाहिँ त्रिशुली नदी। झरना हामी करिब नजिक आइसकेको छौँ। साथीहरू अब हेर्नुहोस् त, अब हामी चाहिँ यहाँबाट हिँडेर भित्र लाग्नुपर्छ। एकदम राम्रो छ। हामी
यो जलबिरे झरनाको मुख्य गेटमा आइपुगेका छौँ। लेखेको पनि छ वेलकम टु लामो झरना जलबिरे भनेर। अघि नै मैले भनिसकेँ र लामो झरना पनि भन्छ भनेर। अनि यहाँ आउनका लागि चाहिँ प्रति व्यक्ति चाहिँ 50 रुपियाँ टिकट लाग्दो रहेछ। हामी 7 जना थियौँ, 350 तिरेर अहिले हामी अब प्रवेश गर्दैछौँ भित्र। हामी यो जलबिरे हेरेर मनकामना जान लागेको यो। अब हामी आउ खैरेनी टु मनकामना रोडबाटै जान्छौँ। हामी बाइक स्कुटरमै जान्छौँ। हेरौँ त्यहाँको बाटो कस्तो छ म देखाउँछु। सुन्नमा आएको छु कि बाटो चल्नु अप्रोड छ भन्ने छ। हेरौँ अब यो बर्खाले कस्तो गरेको छ। अब म त्यहाँको भिडियो देखाउँछु।